योग भूमि नेपाल अरब मानिसहरू हुनुहुन्छ। 8 अरब मानिसको एउटै कालीगढ हुनुहुन्छ, त्यो भगवान कस्तो इन्जिनियरिङ होला क्या। ठ्याक्कै 8 अरबकोमा आँखा दुईटै बनाइदिनु भएको छ। कसैको त 3टा बनाइदिए भने त हुन्थ्यो नि। कान दुईटै बनाइदिनु भएको छ, कस्तो मजाले। हातका औँलाहरू 5वटा नै बनाइदिनु भएको छ। कसैको बुढी औलो नबनाइदिए भने हुन्थ्यो नि। बुढी औलोको नभए मान्छेले भात कसरी खान्छ होला, यसो कल्पना गर्नुहोस् त। हेर्नुहोस् न कस्तो मिलाएर बनाएको छ। यस्तो मिलाएर बनाएको हेर्नुहोस् त। यो ढाडका नसा दुख्ला उडेर ढाडमा नि त्यत्तिकै नसा छ, ट्याक्क मिलाएर यहाँ केन्द्रमा कन्ट्रोल गर्ने ठाउँ छ, जहाँ त्यो भगवान्ले कन्ट्रोल गरिराख्नु भएको छ, जसलाई आत्मा भन्छन्। त्यो आत्माले हेर्नुहोस् त यो खुट्टा उचालेर हान भनिरहेको छ त हानिया छ। अनि त्यो झ्याम झ्याम हान्यो भने अनि नसा नखुलेर हुन्छ, अनि बोसो नपौलिएर हुन्छ। तर हामीले व्यायाम गर्दैनौँ, 1.5 घन्टा आफ्नो लागि दिँदैनौँ। अनि धेरै योगिक केन्द्रहरू सङ्गठनको लागि दिन्छन्। यता गएको छ सङ्गठन विस्तार बनाएको छ, उता गएको छ। त्यसरी होइन, 1.5 घन्टा चाहिँ आफ्नै लागि दिने हो। जसले आफ्नै लागि 1.5 घन्टा दिँदैन, उसले छोराछोरीको लागि, श्रीमानको लागि, श्रीमतीको लागि समय देला भनेर कल्पना नगरे नि हुन्छ। उनीहरूले श्रीमतीलाई त दुःख दिन्छन्, हस्पिटलमा लगेर भर्ना गर्नु पर्यो श्रीमानलाई भने कम्ती आफत छ। आफैलाई दुःख दिन्छन्, सुगरको औषधि खानु पर्यो भने कम्ती दुःख छ। त्यस कारणले यो नखानको लागि पनि हातै जोड्छु र भन्छु, ल हात यहाँ राख्नुहोस् त। अब यो तेस्रो चाहिँ 100 चोटि त गर्नै पर्यो। यसरी मत लियो। अब यो 4 5 ल 6 7 8 9 11 13 14 15 18 19 20 21 22 23 24 25 26 27 28 29 30 सुनि है, 31 32 33 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 69 71 72 78 79 80 81 82 83 84 आत्मा बल जाग्यो भने त जाग्यो नि है। त्यस कारणले ल अब थकै भयो, 30 सेकेन्डभन्दा बढी होइन। ल है त 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25। अब साइड पनि पर्यो, यहाँबाट यतापट्टि भयो। यसरी गऱ्यो 3 खेप, त्यसपछि यसरी गऱ्यो 3 खेप। अब दुईटै कुना यसरी ल्याउने, यहाँ फाट्ने, पुरै फाट्न सके जति फाट्ने। यतापट्टि पछाडि कहाँसम्म फाट्नुहोस् त एकचोटि, पछाडि यत्तिको राख्ने। अनि यो दाहिने घुँडाबाट 1 2 घुँडालाई ट्याक्क दुईटैले छाउने, फेरि यता लगिहाल्ने उभिँदाखेरि है त 100 पटक। ल त 6 7 हात खोइ यतिको राख्ने, जति सक्यो पछाडि लाने। हाल्ने, फेरि पछाडि यतिको राख्ने होइन। ल त अब फेरि सुरु भएको 1 2 3 4 खोइ पछाडिका 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 छोरी 22 23 24 25 26 27 30
त्यो पाले पिलो होइन 33 दुइटैले 34 यसरी 35 भएको छैन 36 37 हो 38 39 40 41 50 वर्ष कटेका ब्युटिसियनहरूलाई हेर्नुपर्छ अनुहार हेर्नुपर्छ कपाल हेर्नुपर्छ होइन त्यो पनि कतिखेर त भर्खरै नुहाएर बाहिर निक्लिएको बेला हेर्नुपर्छ नुहाएर भर्खरै बाहिर निस्किएको बेलामा ब्युटिसियनहरूको अनुहार हेर्नुहोस् र कपाल हेर्नुहोस् एकचोटि हेर्नुहोस् के खाङराङ खुङरुङै हुन्छन् यसो हेर्नुहोस् त अनि पार्लरमा चाहिँ के 3 पत्र कि 4 पत्र गरे हुन्छ अहिले फेसियल नै नपुगेर हाइड्रो फेसियल चलेको छ होइन नि फेसियलले पनि पुगेन क्या हाइड्रो फेसियल हाल्ने छ अनि बाहिर धपक्क भए हुन्छ अनि तिनीहरूको अनुहार मुख धोआ बेला हेर्नुपर्छ अनि तिनीहरूको कपाल हुन्छ नि यसो नुहाएर त्यो पोसेको बेलामा हेर्नुपर्छ तिनीहरूको कपाल भन्दा त हाम्रो आमाकै कपाल यत्रो 2 चुल्ठा पार्थ्यो नि यति लामा र मोटा थियो किनकि त्यो रसायन हालेर कपाल रन्याउनु त हुन्छ तर त्यसको असर जरामा पुगेर नि अनि त्यो अहिलेको धानको बिउ जस्तो हुन्छ घरमा धानको बिउ लगाउनुहोस् त अहिले हामीले लगाएको धानको बिउ कुनै फल्दैन ल्याउनुपर्छ उतैबाट पहिला भइदिया भए चाहिँ धान काटेर यो चाहिँ बिउको लागि भनेर छुट्याउँथे अहिले त अहिले त कृषिबाट नल्याइकन त्यहाँ रोप्यो भने धानै फल्दैन काँक्रोहरू हाम्रो आमाहरूले धोकामाथि यस्तो काँक्रो खाइसकेपछि बियाहरू टाँस्नुहुन्थ्यो अनि कति फल्थ्यो कत्रा फल्थ्यो ल अहिले त्यत्रा काँक्रा फलाउनुहोस् त फल्दैनन् त्यो सबै रसायनले त्यो भएको छ विषादीहरूले त्यो भएको छ हजुरहरूले कपाल त रङ्ग्याउनुहुन्छ त्यो सबै विषादीहरू हो र त्यसको रिजल्ट 50 वर्ष कटेपछि आफ्नो कपाल आफै हेर्ने अनि थाहा पाउनुहुन्छ है त्यस कारणले म हातै जोड्छु अनुरोध गर्छु आफ्नो शरीरमा आफ्नो पैसा खर्च गरेर आफैलाई मूर्ख बनाउँछन् त्यसलाई भन्छन् ब्युटिसियन आफ्नो पैसा खर्च गर्यो आफैलाई मूर्ख बनायो बरु घरमा बनाएको गाजल घरमै बनाइन्छ त्यहाँ मजाले बनाउनुहुन्थ्यो आमाले हजुरहरूको आमाले नि बनाउनु भएको थियो होला बनाउनु भएको त्यही गाजल लगाए भइहाल्यो नि क्या मजा आउँछ 6 7 11 12 13 14 15